राजा महेन्द्रको हत्या भएको हो र? हत्या भएको 51 वर्षको उमेरमा हत्या भएको हो। यो कुरा कसैले भन्न सक्दैन, म भन्छु। आज भन्छु, सच्चा नेपाली, सच्चा गजब कुरा गर्नुभयो। हत्या कसले गर्यो? मलाई डर छैन, किन मृत्युसँग डर छैन मलाई। म भन्नु न, मृत्यु भनेको त अमृत हो, अमृत। मर्न पाउनु भनेको त खुसीको कुरा हो, खुसीको कुरा हो मर्न पाउनु भनेको। मृत्युसँग मलाई पिर छैन, त्यही भएर म बोल्दैछु। त्यस पछाडि के भयो, जब राजालाई 28 सालमा राजा महेन्द्रलाई नयाँ शिक्षा लागू गर्दाखेरि मारिसकेपछि अनि राजा वीरेन्द्र त कहाँ दार्जिलिङ पढेका, उता इडन कलेज पढेका, सिधा मान्छे। ज्ञानेन्द्र राजाहरू सिधा तिनीहरू बोर्डिङ पढेको, व्यवहार केही थाहा थिएन। अनि नयाँ शिक्षा लागू भयो। त्यस पछाडि नयाँ शिक्षाको असर के पर्यो, आज सबै भाँडा मान्न विदेश गए। आज ओम भन्ने शब्द हटाइयो यहाँबाट। ओम भनेको त ब्रह्माण्डलाई बाँध्ने रहेछ। आज नैतिक शिक्षा हटाइयो, संस्कृति शिक्षा हटाइयो, अब सिरी भन्ने लिरी भन्ने जम्मै हटाइँदैछ अरे।